हेलो हजुर नमस्कार। मलाई एउटा मेसेन्जरमा यस्तो मेसेज आउँछ कि म तपाईँको कृष्ण साथी बोलेछु भनेर इन्डियन भाषामा लेखेर पठाउँछ अनि मैले नेपालीमा टाइपिङ गरेछु अनि मेसेन्जरमा आफ्नो ब्याङ्क एकाउन्ट खाता हालिदिनुहोस् भनेर भन्छ। यो स्क्यामबाट हजुर नमस्कार। म लेखराज हाल फिलहाल दिल्लीबाट बोलिरहेको छु। गुड आफ्टरनुन। दिउँसोको करिब 1 बज्न थाल्यो। मलाई भर्खर एउटा मेसेन्जरमा मेसेज आउँछ कि म तपाईँको साथी बोलेछु लेखराज भनेर चिनेकै साथी थियो त्यो दार्जिलिङको होइन। उसले भन्छ कि म यस्तो यस्तो ठाउँमा छु, मलाई तपाईँको ब्याङ्कको एकाउन्ट अनि पासबुकको फोटोकपी पठाइदिनुहोस् भनेर भन्यो। अनि त्यसपछि कुरा गर्दा गर्दै होइन सन्चो बिसन्चो कहाँ छ के छ उसले मैले नेपालीमा लगातार टाइपिङ गरेछु होइन। उसले चाहिँ हिन्दीमा टाइपिङ गरिरहेछ। अनि लास्टमा कुरो गर्दा गर्दै त के भन्छ भने मलाई तपाईँको पासबुक फोटोकपी सेन्ड गर्नुहोस् भनेर एकाउन्ट नम्बर सेन्ड गर्नुहोस् भनेर भन्छ। अनि मलाई पनि यसो झर्लक स्क्यामको बारेमा दिमागमा आयो। त्यसपछि मैले त्यसलाई मेसेन्जरमा कल लगाएँ अनि त्यसले कल उठाएन होइन। अनि भने कि मेरो कॉल उठाउने टाइम छैन, आप ना मेरे को जल्दी से जल्दी आपका पासबुक सेंड कर दो। ठीक है भैया भने एकछिन दिमागमा सोचेँ म होइन। सोच्दाखेरि त अरे यो त फ्रड रहेछ, मेरो कलै उठाएन। अनि यसो पछि एउटा कल गरेँ अनि अरू साथीहरूलाई पनि कल गरेँ, उहाँले त होइन भन्नुभयो। तर यो स्क्याम गर्ने रहेछ। अनि मैले आफ्नो पासबुकको आइडी पठाइदिए पर मेरो चाहिँ ब्याङ्क खाली गरिदिन्थ्यो। र यो मैले भिडियो बनाएर हाल्नको मार्फत हो। तपाईँ पनि सतर्क रहनुहोला, होसियार रहनुहोला। आजकल धेरै स्क्याम चलिरहेछ ल। अनि मैले स्क्याम त्यो मलाई दिमागमा नगोसे भए मैले आज पासबुक दिन्थेँ अनि त्यसपछि ब्याङ्कमा जो थियो खतम हुन्थ्यो। त्यही भएर सबै होसियार रहनुहोला। कसैको मेसेन्जरमा आयो भनेर पनि फोन आयो भनेर पनि तपाईँ नगर्नु होला। पहिला कल गरेर सोध्नु होला हो कि होइन मान्छे पत्ता लाग्छ अनि त्यसपछि मात्र अगाडि बढ्नु होला। ल थ्याङ्क यू, धन्यवाद।